मोमोको भाँडामा मैले आज कपकेक बनाएको छु, त्यही पनि च्याट जीपीटीको रेसिपी अनुसार। हिट हो कि मिस, लेट्स फाइन्ड आउट। सुरुमा मैले एउटा बोटकोमा अन्डा अनि चिनी हालेर एकदम राम्रोसँग मिक्स गरिदिएँ। त्यसपछि भेनिला एसेन्स हालेर एकचोटि मिक्स गरेँ अनि पिठो, बेकिङ पाउडर, 1 चिम्टी नुन हालेर फेरि पनि मिक्स गरेँ। च्याट जीपीटीले चाहिँ बेकिङ पाउडर 1 चम्चा भनेको थियो, तर 1 चम्चा चाहिँ अलिकति धेरै हुन्छ कि जस्तो लागेर मैले आधा चम्चा हालेको छु। त्यसपछि दुध र तेल हालेर राम्रोसँग मिक्स गरिसकेपछि कपकेकको ब्याटर चाहिँ रेडी भयो। तपाईहरुसँग कपकेकको कप छैन भने सानो पेपर कप हुन्छ नि जुनमा चिया, पानी, जुस खाने, त्यो पनि युज गर्न सक्नुहुन्छ। यदि त्यो पनि छैन भने सानो स्टिलको कप, ग्लास, बोटको हुन्छ त्यसमा तेल लगाएर ब्याटर हालेर त्यसमा पनि बनाउन सक्नुहुन्छ। मैले दिएको यो मेजरमेन्टले चाहिँ तपाईको 4 वटा कपकेक बन्छ। अलिकति धेरै बनाउनु मन छ भने अमाउन्ट चाहिँ डबल गरिदिनु होला। मैले अलरेडी मोमोको भाँडामा पानी तताएर राखिसकेको थिएँ अनि ब्याटर भरेर माथिबाट ड्राई फ्रुट्स हाले। नहाल्दा पनि हुन्छ, टोटली अप्सनल। त्यसपछि ग्यासलाई लो मिडियम फ्लेममा राखेर लगभग 20-25 मिनेट पकाएँ अनि टुथपिक चेक गर्दा मेरो क्लिन आएको थियो। कसम ढाँटेको होइन, तर बेक गरेको भन्दा मलाई यसरी बनाएको चाहिँ झन् मिठो लाग्यो। च्याट जीपीटीको रेसिपी इज टोटली हिट गाइज। गुलियो पनि ठिक्कको थियो अनि सफ्ट पनि मजाले बनेको थियो। एकचोटि घरमा ट्राई गर्नै पर्ने रेसिपी हो यो चाहिँ। यति भन्दै ओके बाइ।